अहिले भने चाहिँ म एकैछिन यहाँ रिन्चेनपुङ बजारमा निस्किराखेको छु सोरेङबाट फर्किँदै गर्दाखेरि हो। त्यसले गर्दाखेरि चाहिँ के हो भने चाहिँ के भनेको भाइ? 10 रुपैयाँ। तिमी कहाँको हो भाइ? हजुर कहाँको? कहाँ तल? हजुर कहिलेदेखि माग्नु थाल्यो? हजुर बाबा छ? मम्मी? हजुर अन्त किन अन्त किन माग्नु भनेको छ? हजुर माग्नु भनेको छ? कसले? भन्नु नि कसले? छिटो भन्नु त भाइ। हजुर के गर्छ बाबा र मम्मी? के काम? यता हेर त के अरे कहाँ काम सघाउँछ? ए अन्त पैसा अन्त कमाउँदैन बाबा र मम्मीले? किन? के खाने 10 रुपियाँ मैले दियो भने चाहिँ? हजुर तोस तिमी कहाँको खासमा चाहिँ भन त? यहीँ तलको हो? हजुर को चाहिँ? शिला भाउजू म चिन्दिनँ हौ। छ भने म दिइहाल्छु, 10 रुपियाँ छैन भने दिँदिनँ है। 50 त यो त बेसी हुन्छ नि तिमीलाई। कहाँ दिँदिनँ नि त्यत्रो त अन्त। 10 रुपियाँ चाहिँ छ भने दिन्छु ल। अब म यहाँ भिडियो बनाउँदै जाँदै थिएँ तिमीले मागिहाल्यौ हो। हेर्छु छ भने दिन्छु हो, छैन भने चाहिँ अब तिम्रो लकै ल। बिहान खाना खायो? भोकै छ? के खान्छ बेलुका? हजुर मासुसँग? अरे अन्त राम्रो खाना खाँदो रहेछ त। राम्रो खाना खाँदो रहेछ त, अन्त किन मागेको अन्त? भाइ किन पैसा चाहिँ मागेको अन्त भाइ? अन्त पापाले पैसा कमाउँदो रहेछ, मम्मीले नि कमाउँदो रहेछ, पैसा चाहिँ किन मागेको भाइ? अब 10 रुपियाँ दिन्छु लु। खोइ थ्याङ्क यू भनेको। ओके वेलकम। अब माग्नु स्कुल जानुपर्छ है भाइ। र म चाहिँ अगाडि यसरी बढ्दैछु हो। यो रिन्चेनपुङ बजारको दृश्य तपाईँहरूलाई देखाउँदैछु। तर अलिकति मैले आज चाहिँ मौका पाएँ है, यसरी बजारमा निस्किने र म तपाईँको यो रिन्चेनपुङ बजारको एउटा ब्लग बनाएर चाहिँ तपाईँहरू नाच देखाउने मेरो कोसिस छ। हेर्नुहोस् कस्तो हुन्छ के हुन्छ है, र तपाईँहरूलाई कस्तो लाग्छ है। म अगाडि बढ्दैछु यसरी हो। यहाँ हाम्रो बजारमा चाहिँ आज हाट लागेको दृश्य पनि तपाईँहरूलाई देखाउनेवाला छु। एकदमै राम्रो हाट लाग्ने रहेछ रिन्चेनपुङ बजार है। हजुर यसो भ्लग बनाउँदै हिँडेको नि अङ्कल, भ्लग बनाउँदै हिँडेको नि। किन यस्तो काम पनि छ? हजुर दुइटै काम गर्छु नि। हुन्छ अङ्कल। र यसरी अब अगाडि बढ्दैछु म हो, यसरी अगाडि बढ्दैछु। यहाँनिर अब मजाको अब यो हाटको दृश्य चाहिँ तपाईँहरूलाई देखाउनेवाला छु। र हेर्नुहोस् तपाईँहरूलाई कस्तो लाग्छ है, के लाग्छ, र मलाई तपाईँहरूले हेरेर चाहिँ यसो कमेन्ट पनि गर्ने है, यही भन्न चाहन्छु। र म एकदमै दुःख गरेर यो काम गरिराखेको छु तपाईँहरूलाई। यहाँनिर रिन्चेनपुङ हाट बजारको यो ट्याक्सी स्ट्यान्ड चाहिँ यहाँनिर छ, तपाईँहरूलाई त्यो पनि छर्लङ्गै देखाइराखेको छु। हेर्नुहोस् त तपाईँको है, यहाँदेखि उकालो लाग्नु पर्यो। स्ट्यान्डबाट म चाहिँ भित्र पसेँ बजारतिर। र हाम्रो यहाँ हाट चाहिँ यसरी लागिराखेको दृश्य रहेछ है। कहाँबाट आइपुग्यौ? यतै ए लु यसरी हाट चाहिँ दामी लागेको देखियो है। यहाँनिर हाम्रो भैयाहरू खुसी छ, बिजनेस राम्रो हुँदैछ क्या हो भैया? छैन है, के गर्नु यस्तै छ अहिले बस्तीमा। कुनै दिन तर हुन्छ
र यसरी हाट चाहिँ दामी पाराले लागेको दृश्य तपाईँहरूलाई देखाइराखेको छु। हेर्नुहोस् त यहाँ भैयाहरू खुसी साथ बसिराखेको छ हाटमा आएर। भैया बिग्दैछ ए कोही बेला त अब मजाले हुन्छ है। ए हजुर हजुर बस्तीबाट कम्ती आयो होला नि त। हजुर हुन्छ। र यसरी यहाँनिर तपाईँको आज अलिकति कम्ती छ भन्ने उहाँहरूको कुरा है। र यसरी मैले हाट बजारलाई एक दृश्य देखाउनु मात्रै मैले चाहेको। र यहाँनिर तपाईँको सब्जी मन्डी यसरी सब्जीहरू मजाले यहाँनिर बेचिराखेको दृश्य है। र अब तपाईँहरूलाई सलल एक झलक चाहिँ अगाडि बढाएर म लान्छु देखाउँदै है कस्तो रहेछ रिन्चेनबुङको हाट बजार भन्ने कुरा चाहिँ म तपाईँहरूलाई यसरी देखाउँदै लाँदैछु। र हाट बजारमा एकदमै सब्जीहरू नि राम्रो फ्रेस देखिँदैछ हो। साह्रो मजाले यहाँनिर हाट चाहिँ लाग्दो रहेछ। तपाईँको सब्जीहरू दामी रहेछ है यहाँ फ्रेस सब्जी है। यो कसरी हो तपाईँको 100 रुपियाँ है। ए हजुर 100 रुपियाँ तपाईँको यहाँनिर चाहिँ ब्रोकौली चाहिँ 100 रुपियाँ केजीको भन्नुभयो नि केजीको 100 रुपियाँ। र तपाईँको एकदमै यहाँ सब्जीहरू फ्रेस देखियो। र रिन्चेनबुङ हाटको मैले दृश्य चाहिँ यहाँ देखाएको तपाईँहरूलाई। र यो बेलुका आइहाल्छ है तपाईँहरूले हेर्नुहोस्। र एउटा भ्लग चाहिँ दामी बनाएर तपाईँहरूलाई लाउँदैछु। र यहाँनिर यति मिठो पाराले हाट चाहिँ लाग्दो रहेछ यो चाहिँ तपाईँहरूलाई जानकारी पनि दिँदैछु हो। यहाँ हाम्रो सायद सबै यो जोरथाङबाट आएको हुनुपर्छ हाट बजार है। र यसरी मजाले हाट यति मजाले आमा तपाईँको है। र यसरी मजाले हाट लागिरहेको है। यो कसरी खोर्सानी तपाईँको ए 20 रुपियाँ ए हजुर 20 रुपियाँ। र यहाँनिर तपाईँको रिन्चेनबुङ हाटमा चाहिँ पावाको 20 रुपियाँ खोर्सानी पनि पाइहाल्दो रहेछ। तपाईँको यहाँनिर जुत्ता दोकान पनि काफी रहेछ है। तपाईँको हेर्नुहोस् त तपाईँको यो म हेर्दै देखाउँदै तपाईँहरूलाई रिन्चेनबुङ हाट बजार चाहिँ कस्तो रहेछ भन्ने कुरा चाहिँ अब यहाँबाट तपाईँहरूले थाहा पाउनुहुनेछ। यहाँ भैया बिचरा अब उहाँ मोबाइलमा व्यस्त हुनुहुँदो रहेछ भने तपाईँको यहाँनिर सब्जीहरू बेचिरहनु भएको रहेछ है। यो अमला कसरी हो तपाईँको 20 रुपियाँ है। म अलिकति लानु पऱ्यो 10 रुपियाँको नि दिनुहुन्छ ए हजुर 20 को दिइहाल्नुहोस् हौ मलाई त्यसो भने। र म अमला किन्ने यहाँ कोसिसमा छु। र यहाँ अमला किनिसकेको छु म। तपाईँको भने यहाँ पैसा दिनु रहेको छ है। र पैसा दिनुहोस्। र यसो चाप्नु चाहिँ मिठो हुन्छ। र यो दबाई पनि भन्छ के को है। र त्यसै कारण चाहिँ मैले अमला किनिसकेको छु है। हुन्छ धन्यवाद तपाईँलाई। र यसरी मैले अलिकति भए पनि यहाँ किन्ने काम गरेँ। र हाम्रो भैयाले जुत्ता दामी बिकाउनु भयो। भैया बिक्री हुँदैछ भैयाजी ए है। त्यति हाटमा मान्छे आएन रहेछ नि त तपाईँको त्यही त नि जोरथाङबाट पो आउनु भएको त है। साह्रै पर्यो के गर्नु अब पैसाको दुःख हौ के भन्नु है अब। र यसरी अब हाट बजार चाहिँ तपाईँको लाग्छ है रिन्चेनबुङमा।